तिनीहरू हेलो साथीहरू, अब यो फर्स्टमा चाहिँ हामीले मोमोको लागि किमा रेडी गर्नलाई चाहिँ यो सुँगुरको मासुको किमा बनाउनु पर्ने हुन्छ। यहाँ अब मिक्सचर छैन, सो विथ द गोर्खे खुकुरी वी हेभ टु मेक द किमा है त साथीहरू। अब यस्तै छ, के गर्नु, गर्नै पर्यो, किमा बनाउनै पर्यो। यसरी चाहिँ हामीले पिस सानो 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 पारेर के भयो पिसको किमा बनाउनु पर्ने हुन्छ। अनि प्याजसँग मिक्स गरेर दामी मोमो बनाउनु पर्ने हुन्छ। हेर्दै जानु होला हाम्रो रेसिपी। देन आज हामीले के गरेर कसो कसो के लाग्यो त इन्ग्रेडियन्टहरू हेर्दै गर्नु होला है त साथीहरू। ल यहाँ फोकस गर त यता चुवाचेको मासुमा। ल जुसी मोमो खाने भयो आज साथीहरू हामी चाहिँ। ल यति चाहिँ हाम्रो लागि धनिया रेडी भयो। तिल भुटिँदैछ होइन साथीहरू, यो चाहिँ अचारको लागि हो। यस्तो मजाले तिल रातो पारेर भुट्ने, धेरै नडराउने, फेरि कालो भयो भने मिठो हुँदैन, टेस्टलेस हुन्छ अचार। किमाको लागि अचार के भन्छ अरे, किमाको लागि प्याज यहाँ चप हुँदैछ। अनि यहाँ देख्न सक्नुहुनेछ हाम्रो अर्ग्यानिक टिमुर, यो पनि हामीले एड गर्नेछौँ अचारमा। सो यसले चाहिँ टेस्ट यस्तो मिठो ल्याउँछ नि। ल है यस्तो छ साथीहरू, गाउँतिर चुलामा होइन टक्क लगाएर मोमो बनाएर खानुपर्छ। चुलामा पड्काएको मोमो त अर्ग्यानिक भइहाल्ने नै भयो। यस्तो टेस्टलेस चाहिँ हुँदैन ग्यासमा पकाएको जस्तो, मिठो हुन्छ। जस्तो साथीहरू अब हामी चाहिँ यहाँ लाइटरको प्रयोग गरेर प्लास्टिकमा सल्काएर, खै त प्लास्टिक पो देख्दिनँ क्या, प्लास्टिकमा सल्काएर हामीले यहाँ यता आउनुहोस् त बहिनी साहेब। यो चाहिँ खोया, मकैको खोया हो। यो खोया चाहिँ हालेर हामीले टक्क लगाएर यहाँ माथितिर आगो बल्नु पर्ने हुन्छ। यसरी सल्काएर के गर्नु पर्दैन होला। लु है यसरी सल्काउनु पर्यो होइन। अनि टक्क लगाएर आगो बाल्नु पर्यो। अब आगोमा पकाएर खानु पर्यो मोमो मिठो पाराले। साथीहरू आगो चाहिँ सल्किँदैछ। यसले त एकदम अफ गर्नु चाहिँ स्टप गरेको, स्टप मात्र गरेको। अचारको लागि टमाटर हुँदैछ अनि प्याज पनि अचारको लागि भयो भने खाली भाँडा। यहाँ चाहिँ हामीले मोमोको किमा मुस्नुपर्ने हुन्छ। यहाँ रहेको छ बन्दा प्लस धनिया, अनि यहाँ रहेको छ सुँगुरको चुवाचेको किमा। देन यहाँ रहेको छ कटिङ पिस प्याज। देन यहाँ रहेको छ हाम्रो पेस्ट। यहाँ रहेको छ मोमो मसला, नुन, अजिना, बेसार। सो हामीले चाहिँ यो सबै इन्ग्रिडियन्ट हालेर मोमो मिक्स गर्नुपर्ने हुन्छ है साथीहरू। अनुसारको नुन राख्ने। सो त्यसपछि हामीले अघि पिसेको लसुन र टिमुर अनि त्यसपछि खोर्सानीको पेस्ट राख्ने। तपाईँहरूलाई जति मनपर्छ त्यति। ल यहाँ चाहिँ हाम्रो मोमोको किमा रेडी भइसकेको छ। सबै फ्लेभर एड गरेर मैले चाहिँ किमालाई यस्तो मिठो बास्ना दिन सफल भयो साथीहरू। सो अब हेर्दै जाऊँ कस्तो हुन्छ त हाम्रो आजको मोमो। यति धेरै मोमोको क्रेभिङ भइरहेको छ। त्यो माथि पोर्क सेकुवा, सरी मोमो पोर्क सेकुवाको पनि क्रेभिङ भइरहेको छ मलाई। सो फर्स्टमा चाहिँ हामी आज पोर्क मोमो खाइदिन्छौँ। अनि देन आफ्टर चाहिँ पछि कहिले हुन्छ सेकुवाको पालो आउँछ। ल मेरो यो चाहिँ किमा पोर्क किमा ओके। शिखर मोमो चाहिँ शिखर मोमो कम हियर। यहाँ बिग मोमो पनि देखाउनु होला, हाम्रो बिग मोमो पोर्कको। यहाँ चाहिँ हाम्रो मोमो पाक्दैछ, अर्ग्यानिक मोमो। मामा इट हियर। लु है मोमो रेडी भइसक्यो हाम्रो। लु यहाँ चाहिँ मोमोको अचार। ल मामा लु है ल है यता ल यहाँ कोक